के तपाईलाई बुढाले दिनरात रक्सी खाएर अथवा नखाई कुटपिट गरिरहन्छ? तपाईमाथि शारीरिक र मानसिक क्रूरता गर्छ अथवा व्यभिचारी छ, पर स्त्रीमा आसक्त हुन्छ? तपाईसँग दिनरात जबरजस्ती गर्छ, जसलाई म्यारिटल रेप यानी विवाहपछि हुने यौन हिंसा, नभए 2 वर्षदेखि बढी तपाईको र उसको के मेल मिलाप यानी सम्पर्क छैन? कि उसले धर्म परिवर्तन गरेको छ? मानसिक विकार यानी तपाईलाई केवल घृणाको दृष्टिले मात्र हेर्दछ? कि त सन्यास ग्रहण गरिसकेको र गृहस्थ जीवनलाई त्यागिसकेको छ? अथवा 7 वर्षसम्म जीवनसाथी लापत्ता छ? यस्तो अवस्थामा विवाह सम्बन्धलाई विराम यानी फुल स्टप लाउनु नै स्त्री पुरुषको परम अधिकार हो। मूलतः विश्वको हरेक समाजमा चल्ने प्रथा विवाह यानी म्यारेज हो। प्रकृतिले प्रेम र आकर्षणका अदृश्य तर शक्तिशाली जाल फैलाएर समस्त प्राणी जगतलाई सन्तान उत्पन्न गर्न विवश पार्दछ। माया र प्रेमको नाजुक पर्दापछि लुकेको छ त्यो सत्य अज्ञानी मनलाई अपनाउन गाह्रो पर्दछ। प्रकृतिले आफ्नो व्यवस्था तिम्रो जन्म र मृत्युमा बसी निरन्तर चलाइरहन्छ। तिम्रो माध्यमबाट अस्तित्वले आफैलाई समाप्त हुनुबाट जोगाउँछ र यो विवाह संस्कारले यस व्यवस्थालाई फाल्टै पहिचान दिएको छ। अनेकौं समाजमा विगतका समयदेखि वर्तमान समयसम्म भिन्न भिन्न प्रक्रियाले विवाह संस्कार भइरहेको छ। समकालीन भारतमा द हिन्दू म्यारेज एक्ट, क्रिस्चियन, मुस्लिम, पारसी इत्यादि बाहेक र नेपालमा मुलुकी सिभिल कोड 2075 द्वारा कानुनी प्रक्रियाले विवाह सम्पन्न हुन्छ। पुरुष प्रधान समाजमा नारीलाई सधैँ निम्न स्तरमा राखिएको हुन्छ। न त उसले राम्रो शिक्षा नै पाएको हुन्छ, न ही धर्मसँग नजिकिएकी हुन्छन्। यसको असर बिहेपछि देखिन्छ। पहिलो त सजिलै धर्म परिवर्तन हुन्छ र अर्को पुरुषको गुलामी भएर बस्नुपर्छ। न त उसले घरेलु विषयमा 2-4 शब्द राख्नै पाउँछिन् र सभा समारोहमा चिया खाजाको दायित्व मात्र हुन्छ। अझ सरकारी नोकरी अथवा व्यवसायमा दुवै पति पत्नी संलग्न छन् भने पनि भान्साघर यानी किचनको दायित्व पत्नीको मात्र हुन्छ। यदि पुरुषले पहिलो पत्नी हुँदाहुँदै दोस्रो पत्नी विवाह गर्छ र घर ल्याउँछ भने पत्नीको पनि अब हक हुनुपर्छ। त्यही घरमा दोस्रो पति भित्र्याउन सक्नुपर्छ। कसैले कसैको गुलामी गर्ने जरुरत छैन। अब स्त्री पुरुष सबै समान हो र यो अधिकार भारतीय संविधानले दिएको छ। हिन्दू, बौद्ध, जैन, सिख र यसभित्र पर्ने सबै सम्प्रदायहरू माथि लागू हुन्छ 1955 को हिन्दू विवाह अधिनियम यानी द हिन्दू म्यारेज एक्ट, जसको अन्तर्गत अदालतद्वारा कानुनी रूपमा विवाह सम्पन्न हुन्छ। यस हिन्दू विवाह अधिनियम अन्तर्गत भाग 13 ले कानुनी यानी लिगल ग्राउन्डमा डिभोर्स यानी तलाकको अधिकार स्त्री अथवा पुरुष दुवैलाई दिएको छ। पहिलो पत्नी हुँदाहुँदै दोस्रो पत्नी विवाह गर्छ भने द हिन्दू म्यारेज एक्ट अनुसार अपराध हो र कानुनी रूपमा अमान्य हुन्छ। आइपिसी सेक्सन 494 भित्र 7 वर्ष जेल र जरिमाना पनि दिनुपर्छ। अनि बुढीको हातको कुटाइ चाहिँ बोनसमा। के भन्नु? बिहे नै गरेको छुइन भनेर दोस्रो बिहे गर्छ भने आइपिसी सेक्सन 495 अन्तर्गत 10 वर्षसम्म जेल हुन्छ र यो हिन्दू, बौद्ध, सिख लगायत क्रिस्चियन र पारसीलाई पनि लागू हुन्छ। भारतमा मुख्यतः डिभोर्स फाइल गर्ने फ्यामिली कोर्टमा हो र यो अदालत छैन भने डिस्ट्रिक्ट कोर्टमा पनि अर्जी हाल्न सक्नुहुन्छ। यी अदालतका फैसलाले सन्तुष्टि मिलेन भने हाई कोर्ट जान सक्नुहुन्छ। पति पत्नी सल्लाह साथ पनि डिभोर्स यानी तलाक गर्न सकिन्छ, तर कम्तीको पनि 1 वर्षसम्म अलग बसेको हुनुपर्छ। यो अधिकारले हरेक व्यक्तिको स्वतन्त्र विचारलाई सम्मान गर्छ। अब सुन्नुहोस् है ध्यानले। डिभोर्स गर्दा 2 जना मात्र छुटिने होइन नि, केवल भावनात्मक होइन आर्थिक विषय पनि हुन्छ। भाग 24 र 25 ले भन्छ डिभोर्स पछि पति अथवा पत्नी जसकोमा पर्याप्त आयत छैन, 2 मध्ये एकले भरण पोषण यानी मेन्टेनेन्स मनी माग गर्न सक्नुहुन्छ। पत्नीले धेरै कुरा त्यागेर घर सम्हालेकी हुन्छन् र पतिको सफलतामा ठूलो योगदान दिएकी हुन्छन्। त्यसैले संविधानले कानुनी मान्यता दिएको छ। चाइल्ड कस्टडी, छोराछोरी अब कसको अधीनमा? अदालतले एउटै सिद्धान्त अनुसरण गर्छ, आमा बाउको होइन बालकको हित सर्वोपरि हुन्छ। यो बालकको भविष्यको सुरक्षा र हितको विषय हो, पति पत्नी हारजितको होइन। अदालतले सामान्यतः 5 वर्षसम्मको बालकको कस्टडी आमालाई दिने गर्छ। जब बालक 10-12 वर्षको हुन्छ उसको इच्छा पनि विचार गर्न सकिन्छ। हिन्दू विवाह अधिनियम अन्तर्गत तलाक पारिवारिक मूल्यको विनाश होइन,
यो गरिमा समानता र मानसिक शान्तिको महत्त्वलाई स्वीकार गर्नु हो। कानुनले अलगावलाई प्रोत्साहन गर्दैन। जब विवाह पूर्ण रूपले सुधार हुन नसक्ने अवस्थामा पुग्छ तब यसले राहत प्रदान गर्छ। आधुनिक भारतमा विवाह पवित्र मानिन्छ, तर ह्युमन डिग्निटी यानि मानव गरिमा सर्वोच्च हुन्छ। मानवको एकमात्र गहना शिक्षा हो र यो गहना नारीहरूले ग्रहण गर्नु नै सबैभन्दा ठूलो सफलता हो। कसैलाई लुट्नु, छक्याउनु अथवा नीचा देखाउनु होइन, आफू सचेत हुनु र आर्थिक रूपमा आत्मनिर्भर बन्नु हो। डिभोर्स पछि लाग्छ नि कसैलाई ठूलो गल्ती पो गरेछु भनेर। यस्तो राम्रो बुढा, यस्ती राम्री बुढी फेरि कहाँ पाउनु र? छरछिमेकीले उचालेर वा आफ्नै बेउराले गर्दा पो तलाक भएको हो जस्तो लाग्छ भने यसको पनि समाधान छ। हिन्दू विवाह अधिनियम अन्तर्गत भाग 15 मा तलाक गरेका व्यक्तिले फेरि विवाह गर्दा हुन्छ। अब डिभोर्स गर्न साह्रै सजिलो छ है, त्यसैले मिलेर बस। भारत र नेपालमा लगभग 1% डिभोर्स रेट मात्र छ। यसको कारण धेरै छन्, तर मुख्य 2 कारणहरू हेरौँ। कानुनी प्रक्रिया लामो र सामाजिक आलोचना हुने डर वा प्रतिष्ठा गुम्ने चिन्ता, जो समाजले तिम्रो कहिल्यै गर्दैन। यसैले यसको चिन्तै नगर।